you tried to match voice over for time lapse. भनेर किचनतिर लाग्यो किचनबाट सुरु गर्दाखेरि किचन फोहोर रहेछ किचन गरेर सफा गर्दाखेरि किचनको त्यो धाराको सबै झिकेर किचनको धाराको होइन साँच्चै किचनको ग्यासको झिकेर यता छुट्टिसकेको छ सरी यता सबै पुस्न लगायो कुर्सी माथि राखेर भ्याटफुट गरेर सबै भ्याकुम लगाएर फ्यार गरेर सबै पुस्यो अनि यता लाग्यो म लगाएर सोफा मिलाउनु पऱ्यो भने ट्याकटुक तापतुन गरेर मिलाउनु थालेपछि त्यो डल्लाडल्ली पनि मिलाउनु पऱ्यो फेरि यस्तो गरेको त फेरि हिँडिसकेको छु म त अनि भ्याकुम अन्दाज गरेर भ्याकुम लगाइदियो अनि ब्ल्याङ्केट मिलाउनु पऱ्यो मिलाएर उसको एउटा डब्बा थियो डब्बाभित्र राखेँ अनि च्याट लगाएर भ्याकुम हान्नु पऱ्यो भ्याकुम हान्ने अनि यो टिभी हेरेको लास्टै धुलो रहेछ धुलोसुलो सबै फाल्नु पऱ्यो धुलोलाई फाट गरेर मेसिन जस्तो फर्र चल्न थाल्यो त्यसपछि प्लान्टहरू देखेँ प्लान्टहरूलाई त पानी हाल्नु पर्ने भनेर बाहिर फुर्र बोकेर लिएर गयो भुक लिएर गएको त पानी प्लान्टहरूको त कति धेरै भइसकेको छ बाहिर त हेर्नु कति धेरै साथीहरू प्लान्टलाई अनि पानी फुर्र पानी हाल्यो अनि पानी हालेर त हावाहरू त डेन्जर लगाइरहेको थियो डेन्जर हावाहरू लगाइरहेको थियो अनि जाडो बनाइन्छ यिनीहरूलाई अझै जाडो बनाइन्छ भने पानी हाल्यो फर्र पानी हालेँ अनि त्यसपछि त आज मैले सबै सफा गरेँ ट्याक्टर सफा गरेर धुलाहरू सबै सफा गरेर भ्याकुम हानेर चट्ट पारेँ अनि त्यसपछिको भिडियो हेर्नुहोस् यो चाहिँ गएन है किन कसरी जान्छ त्यसपछि किचनमा भ्याकुम लगाएर भाँडा माझी त्यो मिलाउनु चाहिँ बाँकी थियो डाइनिङ टेबल यो भयो चट्ट सफा गरेर सबै यहाँको धुलोसुलो सब सफा गरेर अनि यस्तो थियो हाम्रो अनि बाहिर हामी फुलहरू हेर्न जान्छ मैले फुलहरू एकदम राम्रो तिहार आउनुभन्दा अगाडि नै तिहार फुलहरू चट्ट रोपेर हामी च्याट्ट रेडी बनाउँदैछौँ ल हस् त साथीहरू आजको लागि यति नै धन्यवाद।